हेलो साथीहरू होइन फेरि म त यहाँ दाउरा बनाइरहेको छु है। अब कसैलाई दाउरा चाहियो भने चाहिँ मलाई सम्पर्क गर्नु होला। बिहानदेखि यस्तो चेन्नईको गरममा दाउरा बनाइरहेको छु। आज फेरि दाउरा बनाउने क्रममा छु। अब यति दाउरा काटिरहेको छु। अब हजुरलाई दाउरा चिर्नु पर्यो भनेर दाउराको पछाडि लागिरहेको छु। हेर्नु हजुरहरू केमा खाना बनाउँदै हुनुहुन्छ? भन्नु त ग्यास पाइरहेको कि पाइरहेको न। यहाँ आफू त दाउरामा बनाइरहेको छु। के गर्ने, यस्तो छ दाउरामा खाना बनाउनु पर्यो। दाउरा चाहिँ दामी छ है। हजुरलाई दाउरा चाहिएन कस्तो राम्रो छ दाउरा पनि। यस्तो छ हेर्नु चेन्नईमा दाउरामा दाउरा चाहिँ यस्तो छ है। आफू चाहिँ यस्तो गरिरहेको छु। पहिला अब हजुरहरू चाहिँ केमा बनाउनु रहेछ दाउरा चाहिँ है। आफू चाहिँ गाउँले जीवन छ यस्तो छ। दाउरा बनाइरहेको छु। हजुरहरू चाहिँ खाना केमा बनाउँछ? दाउरा बनाउनु पनि गाह्रो छ यस्तो गरम। बिहानदेखि लाग्यो दाउरा सिर्नु भ्याएकै छैन। दाउरा चाहिँ राम्रो है। यस्तो गरेर नै हेर्नु दुईवटा टुक्रा मस्तले हुन्छ। आफ्नो जिन्दगी दाउरा बनाइ जाने ढुक्रो साथीहरू। हजुरहरू चाहिँ यस्तो छ। यति तगडा पनि छ दाउरा बनाउँदा। ल आया यस्तो छ दाउरा बनाउने तरिका है। यसलाई धेरै गाह्रो छ दाउरा बनाउने। आफूले यस्तो बनाइरहेको बसेर दाउरा सिर्नु पर्यो। हजुरहरू चाहिँ केमा कस्तो छ? या दाउरा चाहिँ राम्रो छ है। तर काठको नाम चाहिँ थाहा छैन मलाई। दाउराको हालत है। ग्यास पाएपछि यस्तो दुःख हुन्छ, यस्तो दुःख के गर्ने साथीहरू। दाउरा चाहिँ राम्रो छ है। दाउरा चाहिँ पर्दैन। कस्तो छ दाउरालाई चाहिने जस्तोमा दाउरा बनाउने तरिका। गरम हेर्नु न, गरम पसिनाले बाबा या
क्या तिमीहरू त ग्यासमा बनाइरह होला होइन ग्यास पनि छ छानु र मेरो पनि ग्यास सिद्धियो भने चाहिँ पाउन गाह्रो छ त्यही भएर सिद्धियो कि दाउरामा खाना बनाउनु भनेर पहिलेदेखि नै रेडी गरेर हाल्छु बचपनमा घरतिर बनाएको थिएँ अनि दाउरा नबनाएको पनि लगभग 15-20 साल भइसक्यो आफूमा होइन अहिले चाहिँ 15-20 वर्ष आज बनाउँदैछ अर्को त यार बन्चुरो त हुन्छ बन्चुरोमा बनाउँदा दाउरा सिर्नु सजिलो हुन्छ यी हेर यति दाउरा बनाइसकेँ है मैले हेर ए कस्तो छ यति दाउरा बनाइसकेँ अझ फेरि बनाउनु पर्छ च्याट्ट पारेर यसलाई च्याट्ट राति पनि बनाएको थिएँ दाउरा अहिले पनि बनाइरहेको छु हेर कति दुःख गर्नुपर्छ हो ग्यास नभए कस्तो छ त हजुरहरूलाई कति दुःख दिन सकेको होला कसैसँग बन्चुर छ भने बन्चुर पठाइदिनु नि यहाँ त यस्तो भइरहेको के गर्नु जिन्दगी खराब भइसक्यो साथीहरू बाई म दाउरा बनाउँदै गर्छु मेरो भिडियोमा कमेन्ट गर्नु फलो गर्नु यत्रो मेहनत गरेर दाउरा चिरिराख्नु एउटा फलो त गरिदिनु नि यार हुन्छ नि यसो साथीहरूलाई जिन्दगी बर्बाद हो ल त साथीहरू लाइक गर्नु सब्सक्राइब गरिदिनु म दाउरा बनाउँदै गर्छु तिमीहरूलाई नयाँ नयाँ भिडियो लिएर आउँदै गर्छु है ल